खाडादेवी गाउँपालिकाको जनप्रतिनिधिहरूको अवलोकन भ्रमणको क्रममा हामी कतै पिच, कतै कच्ची, कतै डरलाग्दो भिरको बाटो, कतै हिउँले छपक्कै छोपेको बाटो अनि कतै साँघुरो बाटोहरूमा आफै झरेर ढुङ्गा पल्टाउँदै गाडीलाई अघि बढाउँदै खाडादेवी गाउँपालिकाबाट 4 दिनको यात्रापछि छमक्क साँझमा हामी मुगु जिल्लामा रहेको राराताल नजिकै होमस्टेमा गएर विश्राम गर्यौं। साँझपख चौथो दिन हामी रारातालको नजिकको बेस क्याम्प जस्तै स्थानमा आइपुगेका छौँ। वरिपरि हिमाल देखिया छ, गज रमाइलो छ। आज चौथो दिनको बसाइ यो रारा साङ्ग्रिला भन्ने एउटा होटलमा हुँदैछ। बिहानै उठेर लगभग 1 घण्टाको घोडाको सवारीपछि हामी सुन्दर रमणीय स्थल रारासम्म पुग्यौं। समुद्री सतहदेखि 2972 मिटर उचाइमा रहेको यो तालको सतहको क्षेत्रफल 10.8 वर्ग किलोमिटर र 167 मिटर गहिराई रहेको कुरा तालको छेउमै रहेको बोर्डहरूमा उल्लेख गरेको देख्यौं। कति आनन्द लाग्ने, कस्तो निलो पानी, हिमालहरू हाँसिरहेको छ। आज संयोगले यसको बाफहरू पनि आएको छैन। यति राम्रो सुन्दर दृश्य हेर्न पाइयो। नेपालकै सबैभन्दा ठूलो ताललाई नेपालकै सबैभन्दा सानो रारा राष्ट्रिय निकुञ्जको हरियाली र वरिपरि सेतो हिउँको टाकुराले साँच्चै स्वर्गको एक टुक्रा जस्तै अनुभूति गराएको थियो।
विक्रम सम्वत 2020 सालमा राजा महेन्द्रले यो ताल भ्रमण गरेपछि यो ताललाई महेन्द्र तालको नामले पनि चिनिने रहेछ। यस तालले दिनमा 3-4 पटक रङ फेर्ने रहेछ। बिहान कालो, दिउँसो नीलो र साँझमा सप्तरङ्गी देखिने रङहरूले यो तालको झनै सुन्दरता बढाइएको रहेछ। रारा अवलोकन गरेर ब्यारेक भन्दा माथि गएर एक कप चिया खाएपछि हामी बिस्तारै फर्कन लागिरहेका छौँ। यसको सुरक्षाको लागि निकुञ्ज सेना सबैजना जुटिरहेको रहेछ। सुन्दर दृश्यलाई नियाल्दै हामी केही घण्टा तालमा बिताएर त्यहाँबाट आफ्नो लक्ष्यतर्फ अगाडि बढ्यौं।